वास्तुशास्त्रको उत्पत्ति सम्बन्धी शास्त्रीय कथन वा मान्यता। परापूर्व कालमा एक पटक भगवान शिव र अन्धकासुर राक्षसको बीचमा भयंकर मल्ल युद्ध भयो। युद्धको क्रममा भगवान शिवको शरीरबाट पसिना पृथ्वीमा खस्न गयो। उक्त पसिनाबाट भयंकर डरलाग्दो प्राणीको उत्पत्ति हुन गयो। उक्त विशाल प्राणी शक्तिशाली हुनुको साथै अति भोकाएकोले उसले अन्य प्राणीहरू जसलाई भेट्यो उसैलाई खान थाल्यो। यसबाट देवता र दानव पनि भयभीत भए। देवताहरूले सोचे कि यो कुनै राक्षस हुन सक्छ। त्यस्तै गरी राक्षसहरूले पनि यो सोचे कि यो कुनै देवताको चाल हुन सक्छ। तर देवता र दानव दुवै यसबाट आजित भएका थिए। अन्त्यमा देवता र दानव दुवै मिलेर यसबारे ब्रह्माजीलाई जानकारी गराउने सल्लाह भयो। देवता र दानव दुवै मिलेर ब्रह्माजीसँग बिन्ती गर्न गए। देवता र दानवको कुरा सुनेर ब्रह्माजीले पनि के रहेछ त भनेर चासो लिनुभयो। यस प्राणीलाई नियन्त्रण नगरेमा भयंकर हानि हुनेदेखि ब्रह्माजी लगायत सम्पूर्ण देवता र दानव मिलेर उक्त प्राणीलाई समातेर घोप्टो पारी जमिनमा थिचेर राखे। त्यसपछि उक्त प्राणीले ब्रह्माजीसँग माफी मागेर अब आइन्दा अन्य प्राणीहरूलाई दुःख नदिने वाचा गरे। तर उक्त प्राणीले ब्रह्माजीलाई आफू बस्ने र खाने व्यवस्था गरिदिन अनुरोध गरेकाले ब्रह्माजीकै आदेश अनुसार घरको जग नै उक्त प्राणीको लागि वासस्थान हुने र जग राख्ने समयमा र गृह प्रवेशको समयमा पूजा गर्दा दिइएको प्रसाद नै उक्त प्राणीको लागि भोजन हुने व्यवस्था गरिएको किम्वदन्ती रहेको छ। यसैलाई वास्तुपुरुष वा वास्तुदेवता भनिएको हो। तसर्थ घर बनाउँदा गरिने जग पूजा र गृह प्रवेश गर्दा गरिने साइत पूजामा यिनै वास्तुपुरुष वा वास्तुदेवताको पूजा गर्ने प्रचलन परापूर्व कालदेखि रहँदै आएको छ। उक्त प्राणीलाई समातेर जमिनमा थिच्ने बेलामा ब्रह्माजी लगायत अन्य देवी देवता र दानव गरी जम्मा 45 जना भएकोले वास्तुशास्त्रमा पनि 45 देवताको उल्लेख गरिएको पाइन्छ। वास्तु अनुसार बनाइएको घरमा उक्त वास्तु पुरुष वा वास्तु देवता प्रसन्न हुने भएकोले उक्त घरमा सुख शान्ति र प्रगति हुने र वास्तु विपरीत बनाइएको घरमा वास्तु पुरुष वा वास्तु देवता खुसी नहुने भएकोले उक्त घरमा दरिद्रता हुनुको साथै प्रगतिमा रुकावट आउने विश्वास रहेको छ। वास्तुशास्त्र केवल विश्वास मात्र नभएर आजको समयमा यो शास्त्र वैज्ञानिक पनि छ भन्ने कुरा पुष्टि भइसकेको छ।